देह व्यापार वा वेश्यावृत्ति कहिले र कहाँबाट सुरु भएको थियो? देह व्यापार वा वेश्यावृत्तिको लिखित इतिहास ईसा पूर्व 2400 लगभग 4400 वर्ष पहिला प्राचीन मेसोपोटामियाको सुमेरियन सभ्यता हालको इराकबाट सुरु भएको मानिन्छ। यसलाई संसारको सबैभन्दा पुरानो पेसाहरूमध्ये एक भनिन्छ। यसको सुरुवात र विकासक्रमलाई निम्न अनुसार बुझ्न सकिन्छ। धार्मिक वा पवित्र वेश्यावृत्ति कहाँ र कहिले? ईसा पूर्व 2400 तिर मेसोपोटामियाको सुमेरियन सहर अरुखबाट यसको पहिलो लिखित प्रमाण भेटिएको छ। कसरी सुरु भयो? सुरुवाती चरणमा यो व्यावसायिक नभई धार्मिक अनुष्ठानको रूपमा थियो। त्यहाँ प्रेम र सन्तान उत्पादनकी देवी इष्टाको मन्दिर हुन्थ्यो। देवीलाई प्रसन्न पार्न र धर्मीको उत्पादन बढाउन मन्दिरका पुरोहित तथा महिलाहरूले आफ्नो आगन्तुकहरूसँग यौन सम्बन्ध राख्थे। यस बापत प्राप्त हुने धन वा उपहार मन्दिरलाई बुझाइन्थ्यो। व्यावसायिक देह व्यापार समय लगभग ईसा पूर्व 1750 को समयसम्म आइपुग्दा यसको कानुनी र व्यावसायिक रूप लियो। कारण बिस्तारै सहरीकरण, पैसा र गरिबीको कारणले महिलाहरूले मन्दिर बाहिर सडक र भट्टी पसलहरूमा पैसाका लागि शारीरिक सम्बन्ध राख्न थाले। अन्य प्राचीन सभ्यतामा यसको विस्तार प्राचीन ग्रीक युरोप ईसा पूर्वको 6औं शताब्दी ग्रीकका शासक सोलोनले एथेन्समा सरकारी अनुमति प्राप्त पहिलो वेश्यालय स्थापना गरे। यहाँबाट यो पेशा पूर्व रूपमा संस्थागत र व्यावसायिक बन्यो। प्राचीन भारत, एसिया, नेपाल र भारतको सन्दर्भमा धार्मिक रूपमा देवदासी प्रथा, ती बालिकाहरूलाई मन्दिरमा भगवानको सेवाको लागि चढाउने प्रथाबाट यसको अंश सुरु भएको देखिन्छ। कौटिल्यको अर्थशास्त्र ईसा पूर्वको 4औं शताब्दीमा गणिका र वेश्याहरूको वर्गीकरण र उनीहरूमाथि राज्यले लगाएको करबारे स्पष्ट उल्लेख छ। थप स्पष्टको रूपमा भन्नुपर्दा देह व्यापारको सुरुमा धार्मिक सम्भोगको रूपमा प्राचीन इराक मेसोपोटामियाबाट भएको थियो, जुन पछि आर्थिक अवस्थाका र सहरीकरणसँगै व्यावसायिक पेशामा परिणत भयो।